हेलो गुड मर्निङ। म चाहिँ बिहान उठेर मुख धोएपछि चाहिँ एक गिलास पानी मैले खाएँ। पानी खाने बित्तिकै रेडी भएर कहाँ गयो भन्नुहुन्छ होला। पानी खाने बित्तिकै रेडी भएको चाहिँ होइन, खानासाना बनाएर खाएर अनि रेडी भएको हो। मैले भ्याइनँ त्यतिखेर भ्लग बनाउन, त्यही भएर बिचबाट मैले स्टार्ट गरेँ। रेडी भएर चाहिँ म काम गर्ने ठाउँमा आएँ। म चाहिँ टिचिङको काम गर्छु अनि स्कुल आएपछि बच्चाहरूको कपी चेक गर्नु थियो, कपी चेक गरेँ। अनि त्यसपछि आज एउटा बच्चाको बर्थडे रहेछ, मलाई चक्लेटहरू दिनुभएको थियो। अनि टिफिन टाइममा हाम्रो खाजा खाने बेला भयो, हामीले खाजा खाएँ। अनि मोबाइल हेर्न पाइँदैन नि त, अनि एकैचोटि छुट्टीमा मैले मोबाइल निकालेँ। म्यामहरूले पनि यता आइहाल्यो भन्दै हुनुहुन्छ। अनि म चाहिँ घर आएँ, थकित भएर घर आइएको थियो। अनि मैले ड्रेस फेरेँ अनि मेरो रुममा भएको मैले प्लान्टहरू देखाएँ। अनि आज छिमेकी आन्टीकोमा पूजा थियो, मैले प्रसादी खाएँ गएर। अनि मलाई टिका पनि लगाइदिनु भयो। अनि खुसी भएर चाहिँ मैले दक्षिणा पाएको मैले देखाएँ, 50 रुपियाँ पाएँ भनेर मक्ख परिरहेको थियो। अनि त्यसपछि खाजा खाएपछि म फेरि अर्को कामतर्फ लागेँ। म चाहिँ ट्युसन पनि पढाउँछु, म ट्युसन पढाउन गएँ। ट्युसनमा बच्चाहरूलाई पढाएपछि म घर आएँ। घर आएर चाहिँ मैले ड्र्यागन फ्रुट र अनि आँप खाएँ। म चाहिँ फ्रुट्स खाएर इन्जोय गर्दैछु। मलाई पहिला चाहिँ भ्लग बनाउन रहर लाग्थ्यो, अनि फेरि अल्छी गर्दै गएँ। अनि फेरि भ्लग स्टार्ट गरौँ भनेर थालेको। अब आजको भिडियो यति नै। थ्याङ्क यू सो मच फर वाचिङ। बाई बाई।